ल है गाइज हामी एकदम यो ल्यान्डस्लाइड एरिया कटेर यो ओह्रालो छ अलिकति भिरको बाटो यसरी आइरहेका छौँ एकदम एडभेन्चर बाटो एडभेन्चर छ रमणीय तलपट्टि यस्तो छ ल्यान्डस्लाइड एरिया पुरै एकदम तिलीचोको बाटो यसरी तल झरिन्छ बाटो यहाँनिर यस्तो बाटो छ है साथीहरू यहाँनिर चाहिँ एकदम हामी लाइटमा छौँ यहाँनिर हाम्रो मामा एकदम अगाडि ट्रायलमा हुनुहुन्छ मामा हेलो के छ बाटो के छ हल्का एडभेन्चर भइरहेछ एकदम यहाँनिर चाहिँ पुरै एडभेन्चर जस्तो रहेछ है साथीहरू यहाँनिर घुम्ती यस्तो खोज परेको हाम्रो मामाले ट्रायल गर्दै हुनुहुन्छ यता सर म्याडम पनि हुनुहुन्छ म पनि पछि छु एकदम खतरा यहाँनिर चाहिँ अलिकति एडभेन्चर रहेछ साथीहरू तर त्यस्तो डर मान्नु पर्ने छैन एकदम सावधानी अपनाउनु पर्ने हल्का बालुवाको बाटो हामी हिँडिरहेछौँ मिलाएर जो स्टिक लिएर तिलीचो लेक आउँदाखेरि स्टिक लिएर चाहिँ अनिवार्य आउनु होला साथीहरू अगाडि लाठी अडेपछि पाइला अडाएर यसरी हिँड्ने होला बाटो यस्तो छ ल साथीहरू हामी यसरी हिँडिरहेछौँ माथिबाट हेर्दा मात्र त्यस्तो रहेछ माथिबाट हेर्दा त्यस्तो हो तर एकदम यहाँनिर चाहिँ कति बाटो बिस्तारै बिस्तारै अर्थीले अडाएर अलिकति रहेछ यहाँनिर यहाँनिर अलिकति साँघुरो बाटो भिरको बाटो तिलीचो ट्रेल साथीहरू अब चाहिँ यतातिर चाहिँ सहज छ है यतातिर चाहिँ एकदम म भिडियो लाइभमा हिँडिरहेको छु सानो गरेर नर सर भिडियो भइरहेछ एकदम यो बाटो एकदम मेमोरेबल रहेछ त्यो हिसाबले सर म्याडम एकदम मेमोरेबल मेमोरी यतातिर यस्तो ल्यान्डस्लाइड एरिया पुरै एकदम बबाल एरिया छ एकदम राम्रो यतातिर यस्तो छ भिर यहाँनिर यतातिर परो यस्तो छ यहाँनिर यो बाटो हुँदै हामी माथि पर खोजबाट छिरेर यो बाटो हुँदै यसरी आएको छौँ साथीहरू एकदम रमाइलो म आएन नि त यहाँ भिडियोमा सर भिडियोमा म आएन के यसो एकछिन घुमाउनु पर्छ हजुर यो त टक्क युट्युबमा भिडियो बनाएर कट गरेर ल अब ल अघि फोटोग्राफर हाम्रो शेरे भाइ थियो अहिले शेरे भाइलाई मैले चाहिँ रिलिफ दिएको छु पालो दिएको छु यो त्यो पछाडि ब्याकग्राउन्डमा हेर्नुहोस् लास्ट डरलाग्दो रमाइलो उता हेर्नुहोस् घाम लागेको छ त्यस्तो खाले पहराहरू युनिकै छ एकदम खतरा